हेलो एन्ड नमस्ते साथीहरू। आजको यस मेरो नयाँ भ्लगमा तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु। आजको यस मेरो नयाँ भ्लग चाहिँ सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरदेखि जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गासम्मको हुनेछ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला साथीहरू। अब भिडियो कस्तो हुनेछ हेर्दै जाउँ है त। साथीहरू अहिले हामी सुर्खेत जिल्लाबाट हिँडिसकेका छौँ। अहिले चाहिँ हामी पिपिराज चोक, सुर्खेतको पिपिराज चोकनिर आइपुगेका छौँ। यो सुर्खेतको पिपिराज चोकनिर चाहिँ देउती बजाई मन्दिर हेर्न सक्नुहुन्छ तपाईहरुले। देउती बजाई मन्दिर जाने बाटो यतै हो साथीहरू। साथीहरू म तपाईहरुलाई देउती बजाईको फुल भ्लग चाहिँ म पछि देखाउने छु। अहिले चाहिँ मैले जाने बाटो मात्रै देखाएको साथीहरू। ल देख्न सक्नुहुन्छ साथीहरू, अब सुर्खेतको बाटो यो चाहिँ विकास राम्रो भइरहेछ। अब अहिले चाहिँ हामी यो सुब्बाकुना चोकमा आइपुगिसकेका छौँ। यता यो दाहिना साइड चाहिँ नेपालगञ्ज जाने बाटो हो भने अब हामी जाजरकोट चाहिँ यता बायाँ साइडबाट लाग्छौँ साथीहरू। हामी जान त उता छिन्चुबाट पनि जान सक्छौँ। यो सुब्बाकुना चोकदेखि दाहिना नेपालगञ्ज जाने बाटोबाट चाहिँ हामी जाजरकोट जान सक्छौँ साथीहरू। तर अहिले हामी चाहिँ यता बायाँबाट हामी जाँदैछौँ साथीहरू। सुर्खेत जिल्लाको बारेमा भन्नुपर्दा चाहिँ सुर्खेत जिल्ला उत्तर पश्चिमको चाहिँ कर्णाली प्रदेशमा अवस्थित छ। यो जिल्ला नेपालको 77 जिल्लामध्ये चाहिँ एक हो। यो जिल्ला चाहिँ साथीहरू राष्ट्रिय राजधानी काठमाडौँबाट लगभग 600 किलोमिटर पश्चिममा अवस्थित कर्णाली प्रदेशका 10 जिल्लाहरूमध्ये चाहिँ एक जिल्ला हो। जिल्लाको क्षेत्रफल चाहिँ 2489 वर्ग किलोमिटर छ। सन् 2011 को चाहिँ जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या चाहिँ 35,804 जना थियो भने पुरुषहरू चाहिँ 16,94,061 जना थिए भने महिलाको सङ्ख्या चाहिँ 18,13,081 जना थिए। यस जिल्लाको सदरमुकाम चाहिँ अहिले हामी आएको यो वीरेन्द्रनगर नै हो भने जिल्लाको चाहिँ कर्णाली प्रदेशको राजधानी पनि यही नै पर्दछ साथीहरू। यो जिल्ला कर्णाली प्रदेशको लागि व्यापारिक केन्द्र हो। जनसङ्ख्या, विकास, सडक सम्पर्क, भूस्वरूप, हावापानीको आधारमा यहाँ धेरै मानिसहरू बसाइ सरिरहेका छन्। यो जिल्ला पर्यटकीय हिसाबले पनि धेरै नै राम्रो छ साथीहरू। अब यस जिल्लामा चाहिँ प्रख्यात ठाउँहरू चाहिँ बुलबुले ताल, देउती बजाई मन्दिर, काँक्रे बिहार जस्तो प्रख्यात ठाउँहरू पनि छन्। म तपाईहरुलाई बुलबुले ताल, देउती बजाई मन्दिर अनि काँक्रे बिहार जस्ता ठाउँहरूको चाहिँ भ्लग बनाएर म तपाईहरुलाई फेरि पछि देखाउँछु साथीहरू है त। साथीहरू अहिले चाहिँ हामी सुर्खेत जिल्लाको चाहिँ लेकबेसी भन्ने ठाउँमा पुगेछौँ। अब हेर्नुहोस् यहाँनिर घरहरू पनि पुरानो टाइमको छन्। खेतीपाती पनि भइरहेको भनेर अब गाउँ खेतीहरू लगाइरहेको छ मान्छेहरूले। यो हामी अहिले जाजरकोट जाँदा चाहिँ साथीहरू पहिला हामीले चाहिँ सल्यान जिल्ला पनि भेट्छौँ। त्यसपछि फेरि सुर्खेत अनि त्यसपछि फेरि जाजरकोट। यो चाहिँ हाम्रो बाटो चाहिँ त्यस्तो किसिमले बनेको छ। अब हामी एकछिनमा सल्ली बजार पुग्छ साथीहरू। सल्ली बजार भन्दा पनि अगाडि त के ठाउँ आउँछ भनेर त अब त्यो ठाउँ पनि हेरौँ।
गङ्गटे खोला पुलको नाम नै अचम्मको छ, गङ्गटे अरे। गङ्गटे धेरै पाउने भएको भएर चाहिँ गङ्गटे भन्यो होला साथीहरू। यो अहिले चाहिँ हामी यो लेक पर्सा भन्ने ठाउँमा आइपुगेको साथीहरू। लेक पर्सा, यहाँबाट यो भूमि पनि जान मिल्ने रहेछ यताबाट। 4 चोक छ यहाँनिर। साथीहरू अहिलेसम्म हामी चाहिँ सुर्खेतको लेक बेसीमै छौँ। अहिलेसम्म हामी अहिले हिँडिरहेको ठाउँ चाहिँ लेक बेसी भन्ने ठाउँ नै पर्दछ साथीहरू। अहिले अब एकछिनपछि हामी चाहिँ भेरीको तिरैतिर जानेछौँ साथीहरू। भेरी खोला, भेरी नदीको तिरैतिर जानेछौँ। तपाईँहरूले अब साँच्चैको चाहिँ गाउँ हेर्ने भएपछि चाहिँ पुरानो घरहरूदेखि लिएर पुरानो चालचलन सबै हेर्ने भए चाहिँ यतातिर आउँदाखेरि हुन्छ है साथीहरू। हेर्नुहोस् त घरहरू। अहिले यता चाहिँ नयाँ नयाँ पक्की घरहरू पनि रहेछ। पक्की घरहरू, नयाँ घर, पुरानो घरहरू जम्मै छ। यो हामी अब यो हिँड्दाखेरि चाहिँ कहिले जङ्गल पनि आउँछ साथीहरू, कहिले गाउँ आउँछ। यस्तै छ नेपालको भौगोलिक बनावट नै। ल अब अहिले यहाँ देखिरहेको चाहिँ तपाईँहरूले चाहिँ यो कुहिरो लागेको भन्नुभएको होला साथी। यो कुहिरो होइन, यो चाहिँ भेरी नदीबाट निस्केको चाहिँ बाफ हो है साथीहरू, बाफ। अब यता छेउतापट्टि चाहिँ त्यो भेरी नदी अहिले देखेको छैन, तपाईँहरूलाई म एकछिनमा देखाउनेछु भेरी नदी। र यो सबै चाहिँ देखेको भेरी नदीबाट आएको चाहिँ बाफ हो साथीहरू, बाफ। ल अब यो सुन्दर दृश्यहरू तपाईँहरू हेर्दै रमाइलो गर्नुभयो होला भन्ने मैले चाहिँ आशा राखेको साथीहरू। ल हेर्दै जाउँ है त। बाटो चाहिँ अहिलेसम्म राम्रै पिच नै रहेछ। यहाँ विकास राम्रै छ। अलिक कता बिचतिर चाहिँ अलिक नराम्रो छ भन्ने सुनेको थिएँ। अहिले त्यो ठाउँ पनि आउला। र अहिले चाहिँ साथीहरू हामी ठ्याक्कै यो सुर्खेतको चाहिँ दशरथपुर बजारतिर आइपुगेका छौँ। खासै ठुलो बजार त देखिएन यहाँनिर। जस यो चाहिँ दशरथपुर, सुर्खेतको दशरथपुर बजार। र साथीहरू अहिले भर्खर हामीले कटेको पुलको नाम चाहिँ कागते खोला पुल। तपाईँहरू यता कतै आउनुभयो भने कागते खोला पुल भन्ने ठाउँ देख्नुभयो भने चाहिँ सुर्खेतको दशरथपुर भन्ने थाहा पाउनु पऱ्यो। अहिले चाहिँ यता खेती चाहिँ जम्मै गाउँको भइरहेछ साथीहरू। गाउँ हरियो नै छ। अघि साथीहरू हामीले चाहिँ कागते खोला पुल कटाएको थियो भने अहिले चाहिँ राते खोला पुल कट्यो। राते खोला पुल अचम्मको छ नाम पनि। राते खोला पुल, कागते खोला पुल। यो कहाँ आइपुग्यो फेरि?
अब साथीहरू अब एकछिनमा भेरीको पुल आउनेछ साथीहरू। अब हामी ल साथीहरू भन्दा यो भेरीको पुल पनि आयो। अघि मैले जुन तपाईँहरूलाई देखाएको थिएँ त्यो बाँप भेरी नदीको बाँप भनेको थियो, यही भेरीको पुलबाट गएको पानी चाहिँ त्यतातिर पुग्ने हो साथीहरू। अब हामी एकछिनपछि अब मेलकुना पुग्नेछौँ। यसबाट चाहिँ हामी अब मेलकुना भन्ने ठाउँमा आउँछौँ। ल हेर्नुहोस् त सुन्दर दृश्य भेरीको पुल। अहिले चाहिँ साथीहरू हामी चाहिँ यो मेलकुना सुर्खेतको मेलकुना भन्ने ठाउँतिर छौँ। यो चाहिँ मेलकुनाकै एरिया पर्दछ साथीहरू। अब तपाईँहरूले सुन्नुभएको होला मेलकुना भन्ने। साथीहरू यो मेलकुना कटेपछि चाहिँ हामी अब एकछिनमा चाहिँ बोटेचौर सुर्खेतको बोटेचौर भन्ने ठाउँमा पुग्छ साथीहरू। यो मेलकुना कटेपछि चाहिँ बाटो निर्माण कार्यहरू भइरहेको जस्तो लाग्यो, त्यही भएर बाटो अलि नराम्रो छ साथीहरू। ल अहिले चाहिँ यो हामी चाहिँ ठ्याक्कै बोटेचौर सुर्खेतको बोटेचौर यहाँ बोटेचौर बजारमा चाहिँ छौँ साथीहरू अहिले। एकदम अघि उतातिरको भन्दा यहाँनिरको बजार अलिक ठुलो रहेछ। बोटेचौर बजारै साथीहरू बोटेचौर यो। साथीहरू यो बोटेचौर कटेपछि बाटोको अवस्था अलि नाजुकै देखेँ मैले। यता पहिरो जाने निर्माण कार्य भइरहेछ। अब हाम्रो यो अलि नराम्रो बाटो कटिसकेपछि हामी अलि अगाडि बढेपछि अलि राम्रो बाटो छ साथीहरू। साथीहरू अहिले चाहिँ हामी यो पोखरे भन्ने ठाउँमा छौँ। यो पोखरे भन्ने ठाउँ चाहिँ मैले अहिलेसम्म ठाउँ सुनेको थिएन। भर्खरै हामी चाहिँ पोखरे भन्ने ठाउँ कट्यौँ है साथीहरू। साथीहरू अहिले चाहिँ हामी चाहिँ यो कुरिल्ले भन्ने ठाउँ आयो। कुरिल्ले